मेरो छोरी चाहिँ खोइ के लिन हातमा पैसा बोकेर मम्मी तपाईँलाई म सरप्राइज दिन्छु ल भनेर पैसा लिएर गयो नि साथीहरू। अब के लिएर आउँछन् हामी अहिले हेर्नुपर्छ है त। साथीहरू मेरो छोरी चाहिँ पैसा बोकेर गएको थियो नि त, के लिएर आउँछु भनेर गएको थिएन। अब मलाई सरप्राइज भनेको चाहिँ के लिएर आएन आइन हेर्नु न झोलामा के बोकेर आउँदैछन् हेर्नु है त। अब के ल्याउँछु नि हेरौँ ल हामी। आउँदैछन् मेरो छोरीले झोलामा के लिएर आउँदैछन् साथीहरू, अब हेर्नुपर्छ ल। अब झोलामा के लिएर आइन है मेरो छोरीले, हेरौँ न साथीहरू। के ल्यायो छोरी के ल्यायो? खोइ 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 झोला कति पैसा बचाउँछ आम्मामा पैसा नि बचाउँछन् मेरो छोरीले। झोलामा के लिएर आइन साथीहरू, भित्र गएर हामी हेरौँ न। साथीहरू आज म माछाको रेसिपी बनाउँछु ल। हजुरहरूलाई म फर्स्ट अफ अल मेरो माछाको रेसिपी देखाउँछु है। हामीले चाहिँ बजारबाट माछा किनेर लिएर आउने, मेरो छोरीले लिएर आयो नि त। साउने हो नि त, म चाहिँ खाँदिनँ है, साउँछ त्यो चाहिँ खाने हो। तर यति धेरै मलाई खासै मासु चाहिँ मिठो लाग्दैन, मलाई चाहिँ मासुहरू खासै खाउँ लाग्दैन नि त। बिरामी भइरहेको कारणले गर्दा होला, सागसब्जी पनि मिठो लाग्छ। अनि मेरो छोरीले टमाटर लसुन प्याजहरू अदुवा जिरा सबै धोक खुर्सानी पनि धनियाँहरू सबै काटकुट गरेर रेडी गरिसकेको थियो। अनि एउटा माछा पनि ल्याएर मसला मोलेर है त्यसरी काटकुट गरेर। अनि मेरो छोरीलाई चाहिँ मम्मी कति भोक लागिसक्यो, उसलाई माछा ल्याएको दिन चाहिँ यति धेरै भोक लाग्छ नि है। मम्मी भोक लागिसक्यो कतिवटा खानु भन्यो कि अनि मैले माछा तारेर उसलाई छिटो गरेर खाना दिनको लागि रेडी गरेँ होइन। उसलाई चाहिँ धेरै भोक लागेको कारणले गर्दा पनि भन्दा पनि माछा ल्याएको दिन चाहिँ भोकै नलागे पनि लाग्दैन। कस्तो मिठो कि मेरो फर्स्ट बाइट है यहाँ खाऊ न यत्रो मेरो फर्स्ट बाइट, सेकेन्ड बाइट चाहिँ म उपर ठुलो खान्छु। अनि उसलाई मिठो लागेको खानेकुरा चाहिँ म मजाले खान्छु नि हेर्नु न साथीहरूमा। उसलाई मिठो लागिसकेपछि रस होस् कि के होस् कि टमाटर लसुन प्याज चाहिँ छान्ने हो, हाल्न चाहिँ लाउने हो, काट्न पनि लाउने हो, लास्टमा चाहिँ छान्ने हो क्या साथीहरू। खाना चाहिँ खाने हो अनि त्यस पछाडि खान्छु पनि भन्ने हो अनि फाल्ने हो। म चाहिँ भोक लागिसकेको मलाई पनि बनाउँदै नखाए पनि बनाइनु त पऱ्यो नि त बच्चाको खुसीको लागि। मैले स्याउ गरम गरेर खाँदैछु साथीहरू है। स्याउ मलाई चाहिँ यति मिठो लाग्छ नि, मेरो बेबी जन्मेदेखि नै मलाई स्याउ मिठो लागेको। अनि मैले चाहिँ यहाँ सबै मरमसला रेडी गरेर पकाउनको लागि रेडी पारेको थिएँ नि त। अनि सबै मेरो भिडियो चाहिँ यस्तै हुन्छ साथीहरू, जताततै चारपट्टि अगाडि पछाडि कता हुन्छ म सिक्छु कि। अब मैले 10-12 भिडियो अपलोड गरिसक्दाखेरि चाहिँ म एडिट गर्न जान्दैछु होला। कहिले म टिकटकबाट गर्छु, कहिले फेसबुक रिल्सबाट गर्छु। मलाई यो क्यापकटबाट भिडियो एडिट गर्ने आएन। मैले कतिजनालाई सोधिसकेँ, मेरो के हुन्छ बिग्रिहाल्छ। म चाहिँ